महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर।
राख्दैछौँ यहाँ हामी त छोरी मान्छे खेल्ने नि यो पनि सुराल मात्रै रहेछ हौ सपना पनि यो बोकाको त्यो पनि बनाउने बोका पहिला खाऊ हराउँछ त तिमीलाई थाहा यो भेट्यो तिमीहरू अब अर्को माग्यो भने पुग्दैन नि माग्नेहरू नि अब म पनि नमस्ते गर्दैन भुँडी निचालिन्छ कि अब यो 3 कन्ने गणेश परमेश्वरी भनेर राख्ने तपाईले म भन्दै राख्दैछु
ल भन तिमीले अब 5 पर्ने भीमसेन परमेश्वरी भनेर राख्ने अब लो यता तपाईँ चाहिँ नभुल्ली गर्ने यो चाहिँ 5 पर्ने भयो 5 पर्ने भयो 5 पर्ने भीमसेन भएको छैन भयो नि भयो नौ दुर्गा भवानी नौ दुर्गा भयो लाई चाहिँ 9 मुठी हेर्ने फेरि 9 मुठी कति 5 पर्ने भीमसेनलाई कतिवटा तपाईँको 3टा मात्रै हुन्छ 3टा मात्रै हुन्छ राम्रो सम्झिन तपाईँले चाहिँ सजुन म त हेर्दिनँ अब एउटा अब नौ दुर्गा गर्नु त अब भाग्यमै अब 9 दुर्गा भवानीलाई 9 दुनामा 9 दुर्गा भवानी परमेश्वरीलाई योभन्दा चाहिँ एकैचोटि 9वटा दिँदा हुने थिएन 36 मुठी हुनु पर्यो नि त जम्मा के हाम्रो अनुहार देखाइदिनु है म नि 9 दुर्गा भवानी यो अप्ठ्यारो वरले बधुलाई दिने बधुले ढोग्ने यस्तै क्रम मिलाउने तपाईँ चाहिँ नभुलिराख्नु 9 दुर्गा भवानी कहाँ पुग्ने रहेछ सुपारी कम हुँदो रहेछ अब छुटफुट देवी देवतालाई एक दुले होइन त्यो होइन त्यो होइन तपाईँले अहिले थानापति कुलेनलाई के अरे थानापति कुलेनलाई कुनै एउटा एक मुठी अब जेठा अजा भनेर एक मुठी अब आउँदैछ अब साइला अजा भनेर एक मुठी छैन कान्छी अजी भनेर अर्को मुठी ठिक छ नि होइन अब आयो सरदार अजा भनेर एक मुठी अब अर्को आयो सरदारनी अजी भनेर एक मुठी यो सरदार अजा अब आयो खरदार अजा अलिक बिस्तारै भन्नु न हौ खरदारनी अजी न्यारी नलिनु अब बैदा रजा अब बैदानी अजी अब त्यति त बत्ती कलेजु भवानी नारायण देवता भनेर एक मुठी अनि अर्को एक सुने छुटफुट थानापति कुलेनलाई भनेर एक मुठी निकाल्नु 10 निकाल्दा नानी पहिला जमिन आकाश पताल सबैलाई हातले यो हमलाले अनि त्यसपछि सबैलाई सम्झि कुल थानी देवी देवता सम्झेर देवी देवता सबैलाई सम्झेर दाजुदिदी सबैलाई सम्झेर पत्ताललाई भुइँमा अनि आजदेखि हाम्रो वंशमा आयो भनेर चाहिँ सम्झेर लाग्ने मात्रै हुँदैछ हो त पार त्यहाँ छुट्नु हुँदैन त्यो छुट्यो भने त छुट्छ अरे नि तारा ल्याउँदैछ अब उता अब यहाँ तलबाट सर्रा लाग्छ ढ्याप्पा मजाले मजाले माथि सबैलाई ढ्याक्का गर्ने
ए हो लास्टमा अब फेरि फेरि घुम्ने यहाँ आइज फेरि तिमीलाई घुम्ने पर्यो घुमी तिमीलाई भइहाल्छ यहाँ आइज फेरि त्यहाँबाट फेरि ती पुग्छ नि पुग्छ ए यहाँ त माइनेट लेखेर रहेछ त्यसमा नलेखे त हामी कहाँ जान्दछौँ बगैँचा यसपालिदेखि चाहिँ छोडेर सबै छुटायो माया लाग्दो रहेछ अनि यहाँ हातमा सबै सिउर लगाएर घुमालिक मात्रै हत्केलामा धेरैले हातमा सबै अब लास्ट चोटि त अलिक निहुरेर लास्ट चोटि धेरै लाग्यो सबै ड्याङ्गै भाउजू लड्नुहुन्छ नि फेरि ड्याम्मै आना अब त्यहाँ ड्याङ्गै हो आज जिकिन्छ हाम्रो वंशमा आयो अब अर्को त उयो कपडा छोप्दैन उयोले अब उयो दिउँ त बाबा उ पारी छ बेहुलाले दिउँ त कहाँ फेरि नानीले मलेतिर खुवाउनु लगायो त फेरि यहाँ माइती छैन केही हुँदैन त्यो माइती नदेओस् भनेर हो त्यो त अब सबै पोख्यो नानी आउँदै छ नि भाइ नानी सुतिरहेछ ठिकै फेरि तेरो बाबुको बाजा राख्ने भन्छ अरे त्यसले त पहिल्यै देख्ने भयो फेरि देख्नु भएन यहाँ चाहिँ गरे फेरि सेवा गरेर अरू त खै बिस्तारै लगायो नि कडम लगाएन नि लगाइ तैँले छोडिदिए चिजो सब देखि त अब देखिन्छ नि अब त लु अब पहिला मनिषालाई हाल्दै अनि मनिषाले हाल्नु पर्यो बेहुलीले ताली 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 बेहुलीले सिकाउनु हाल्दा ताली 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 हाम्रो भाइले अब दाम्पत्य जीवन चाहिँ अब मजबुत भयो ताली है ताली 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 ल ताली तालीले स्वागत गर्छ पैसा जति दिए गुना त अरू निकाल्नु पर्यो नि त्यहाँ पोको आउँछ यहाँ हेरौँ त सुपारी पक्रेर पोको रहेछ त्यसो नि त्यस्तो गर्दैन क्या पहिले पहिलेको जेठा बाजेको सम्पूर्ण जेठा बाजेको हुनु त सबैले चाहियो तर त्यसको प्रतिनिधि त तिमीले गरेको हुनाले तिमीलाई एकमुठी दिएर हामीले पठाएको छौँ मैले जेठा बाजे खाले सोधेर मैले पक्रेँ भन्नु हाम्रो भाग दिएन भन्यो भने मैले समाते भन्दा होइन भन्दैन एउटा कुरो तपाईँले नै पक्रिनु फेरि उइदिनु होइन नि तपाईँले पक्रेर त्यहाँ राखिदिनु राजाको भाइ अब यहाँ सुन्नु है जय कुमारको भाइहरू तुलसी नारायण श्रेष्ठ समेटो सम्पूर्ण ल धन्यवाद मैले बुझेर लिएको छु भाइहरू मनमायाको छोरा शङ्कर श्रेष्ठ विमला श्रेष्ठ श्रीबहादुर श्रेष्ठ उसले लाला दिलीप छैन श्रीबहादुर यहाँ यो प्रकाशको म पक्रिन्छु जेठा त हामी सबैलाई भयो सुपारी राजुको र तपाईँको यहाँ छ अब श्रीबहादुर सुन्छ राखौँ तपाईँहरूले दाजु पनि आउन दर्शन गरेर ल
यता पक्रिनु म अलिकति कुरो राख्छु ल मोहन सर साइलाबाद उसले जुठोमा पक्रिदिएर ए लु म मलाई दिनु ल काइला बाजेको सक्यो काइला बाजेको त प्रतिनिधित्व म राख्ने कि म राख्ने एउटा सुपारी ओके छ म हाम्रो बाँड्दै जानुपर्छ मैले ढोक्लिने भाउजू एउटा सुपारी निकाल्का अनि दोस्रोमा उसलाई पनि दिनु पर्यो त्यहाँ त त्यो लेखेको आउनु बाबा यहाँ छैन त्यही क्रमले गर्नु भनेर मात्रै सन्तान छ भने उहाँलाई दिउँ सन्तान हुनेलाई दिनुपर्छ दिउँ भन्दैछु यहाँ हुने जता दिनु भयो अब अर्को अब अन्तरेवादीको अरू को छ यो उहाँ नै पर्यो अगाडि अगाडिहरू पक्रिन्छ ल रत्नबहादुरको सुपुत्र कान्छाको यो चाहिँ कसको यो यति राम्रै मान्छे नि सुन्दर छ पानी खाई उठेर गगटी दुई दुना भनेर माछु बल्ल आज भएको छ पछुतो दुई दुना छ नक्कले मायाको झल्को बारम्बार भनेर माछु बल्ल आज भएको छ पछुतो दुई दुना छ नक्कले मायाको झल्को बारम्बार नक्कले मायाको झल्को
यहाँ छन् राम्रो छ यहाँ फोटो पनि आउँछ हाम्रो आइडिया थियो गर्नु सुरता हो कि माया हो ज्यान जुरो जुरो भो सन्काइदेऊ कि भो
मलचरीका बथन हजुर बासै सरीका आँसुसँगै दुःख झरे खुसी भरिलाई रित्तो छाती हेरिरह्यो मुठु दे पठाई आफ्नै हातले सिरा फुला डाँडै कटाई डाँडै कटाई डाँडै कटाई साटी जाऊ भो कस्तुरी माया यसै छुट्नु साटो यसै छुट्नु साटो निरीमाई यसै छुट्नु साटो लाग्यो भने बाडुल्की मलाई आउला यही बाटो आउला यही बाटो निरीमाई आउला यही चलिरह्यो सासै हजुर त्यही छातीमा बासै भो घुमिरह्यो घडी पला पलाइरह्यो आसै यो उडी आयो बादलु त बर्सिएर पानी फर्की आयो परान हजुर बाँच्यो जिन्दगानी तिमी आउनु त्यही बाटोरीमै अरू आउनु साटो बोकी आउनु एक मुठी माया हृदय आउनु साटो भाइको भाइ त मलाई थाहा छ नि हाल न हाल त्यो नि के हो र पुलाउ करारे तरकारी मासु भनेर करा करा Tata
चढ्दैछ शिखरको बाटो एउटै छ दुई दिलको धडकन 잘해주세요. देऊ न केटा उठ टेरिका रिसा छ जाउँ न जाउँ बाटो दिँदै गरौँ न कृपया अहिले ठाउँ छैन
फोटो न भिडियो खाएको खाएकै बबिताले खाएको कि हँसिरहेको ए ल ल यसरी हस्तेले हान्नुपर्छ क्या साउनीको त
खोइ आएको छैन माल दाई सब्जी अचार बिस्तारै लिनु है ल ग्रिसमा पो रहेछ
खिरा त केटी जस्तो पो आयो त हौ लालेहरू खाऊ 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 खाऊ
बिजुली सावनको पानी चिसो मौसम छ आको जवानी सुक्न थाल्यो नि माया गरेर जाने मायाको कति मायाको कति मायाको कति साइड लेख्न बसौँ ज्ञानम कान्छी यसपालि त लगन काठो बसौँ